हेलो साथीहरू, आज चाहिँ जुन 5 वर्ल्ड इन्भाइरोमेन्ट डेको दिन हाम्रो सेन्ट्रल डिपार्टमेन्ट अफ बोटनीमा चाहिँ प्रोग्राम भएको थियो। हामीहरू फर्स्ट सेमको स्टुडेन्ट्सहरू र बीएम इनिसिएटिभ्सको टोलीहरू आउनु भएको थियो। हामीसँग कोलाबोरेट गरेर हाम्रो चाहिँ यहाँ इन्भेजिभ स्पेसिसहरूले गरेको असर र यिनीहरूलाई चाहिँ कसरी कन्ट्रोल गर्न सकिन्छ भनेर एउटा टक सो भएको थियो। यहाँको डिपार्टमेन्टको सरले लिनुभएको थियो। हामीलाई चाहिँ यहाँ कस्तो कस्तो हुन्छन् इन्भेजिभ स्पेसिसहरू भनेर सरले देखाइराख्नु भएको छ। के हुन्छ इन्भेजिभ स्पेसिस, कस्तो हुन्छन् भनेर पहिला चाहिँ हामीलाई यसरी चिनाउने प्रोग्राम भयो। अनि पछि हामीले यही कस्तो कस्तो हुने रहेछन्, कसरी यिनीहरू चाहिँ फैलिरहेको छन् भनेर सरले एक्सप्लेन गर्दै हुनुहुन्थ्यो। हाम्रो कहाँ कहाँ पाइएको छ र यिनीहरूले चाहिँ हाम्रो राष्ट्रिय निकुञ्जदेखि लिएको वन जङ्गलहरूमा कसरी असरहरू गरिरहेको छन्, हाम्रो खेतीपाती हुने बारीहरूमा कसरी असर गरिरहेको छ भनेर सरले चाहिँ हामीलाई यहाँ देखाइराख्नु भएको छ। पहाडतिर अलि आइपुगिसकेका छैन, वनशिलान भन्छ, अलिक गन्दा आउँछ स्ट्रङ नि, त्यो देख्नु भएको। हामीलाई राम्रो लाग्ने, हामीले फुलहरू देखेर चाहिँ राम्रो लाग्ने, तर यिनीहरू चाहिँ यसरी फैलिरहेको हाम्रो तालहरू चाहिँ पुरै कभर गरिरहेको कुराहरू सरले सिकाउँदै हुनुहुन्थ्यो, देखाउँदै हुनुहुन्थ्यो। हाम्रो बारीमा पनि यो पुरै निलो गन्धे फैलिएको देखिरहेको नै हुन्छ हामीले। यसले चाहिँ पुरै हाम्रो बारीहरूलाई नै पुरै ढाकिसकेको यस्तो, अनि यसले चाहिँ यहाँ प्रोडक्सन चाहिँ हुँदैन भन्ने कुराहरू सिकाउँदै हुनुहुन्थ्यो सरले। यो धानको खेतमा चाहिँ पानी बन्दाहरू चाहिँ अहिले पनि कति असर गरिरहेको छ, त्यहाँको अब धानहरू नै प्रोडक्सन हुन दिँदैन भन्ने हुनुहुन्थ्यो। यसरी हामीले यो हुन्छन् भनेर देखाइसकेपछि यिनीहरूको चाहिँ के हो त, हामीलाई स्पेसिसहरू नेटिभ हुन्छन्, एक्जोटिक हुन्छन्, यिनी कुराहरू चाहिँ इन्भेजिभ भएर पनि कुनैहरू चाहिँ फाइदाजनक हुन्छन्, कुनै चाहिँ बेफाइदाजनक हुन्छन्, अब के हुन्छ, कसरी यिनीहरू फैलिन्छन् भनेर हामीले सबै कुराहरूको बारेमा सिकाइसक्नु भएको छ सरले। अनि यिनीहरू कसरी यहाँ आए त, होइन, हाम्रो कन्ट्रीसम्म कसरी यिनीहरू आएर कसरी फैलिए त भन्ने कुराहरू सिकाउँदै हुनुहुन्छ। अनि अब नेटिभ स्पेसिसहरू पनि इन्भेजिभ हुन्छन् कि हुँदैनन् त भनेर सरले क्वेसनहरू पनि गर्दै हुनुहुन्थ्यो। हामीलाई सबै कुरा सिकाइसकेपछि हाम्रो लहरू के छ यसको बारेमा र हामीहरूले के गरेर चाहिँ यिनीहरूलाई कन्ट्रोल गर्न सकिन्छ भनेर सिकाउँदै हुनुहुन्थ्यो। अनि यसरी नै हाम्रो टक प्रोग्राम चाहिँ सकिसकेको थियो। टक प्रोग्राम चाहिँ अब यहाँ विभिन्न स्लाइडहरू थियो, तर सबै चाहिँ मैले सो गर्न सकिनँ। अनि यहाँ प्रोग्राम सकिसकेको छ। अब हामीलाई चाहिँ केही प्रश्नहरू भएको भए या क्वेरिजहरू भएको भए चाहिँ सोध्न भन्दै हुनुहुन्थ्यो। यहाँ क्वेरिजहरू सोधिँदैछन्, साथीहरूले क्वेरिजहरू सोध्दै हुनुहुन्छ। अनि अब हामी यो क्वेरिजहरूको सेसन कम्प्लिट गरिसकेपछि बाहिर हाम्रो सेन्ट्रल डिपार्टमेन्ट अफ बोटनीको वरिपरि भएको इन्भेजिभ स्पेसिसहरूलाई कन्ट्रोल गर्न जान्छौँ। उहाँ चाहिँ बीएम इनिसिएटिभको एउटा दिदी हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ अब आफ्नो एक्सपिरियन्सहरू सुनाउँदै हुनुहुन्थ्यो। उहाँले पनि भएको थियो त्यसको बारेमा। यो चाहिँ हाम्रो डिपार्टमेन्टमा भएको इन्भेजिभ स्पेसिसहरू। अब यहाँ चाहिँ हामीले पहिला चाहिँ यहाँ सर्प छ कि छैन, यहाँ यस्तो अब पानी परिरहेको सिजनमा अनि यस्तो पुरै यस्तो हुँदा चाहिँ सर्प हुन्छ कि भनेर पुरा लट्ठीले पहिला त्यहाँ गरेर त्यसपछि गोडमेलहरू गरेर गोडेर चाहिँ यहाँको इन्भेजिभ स्पेसिसहरूलाई हटाउने भनेर यहाँ गोड्न लागिरहेको छौँ। अब सबै साथीहरू चाहिँ आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ, अब सुरु गर्दै हुनुहुन्छ। यसरी हामी चाहिँ आफ्नो आफ्नो काममा लाग्यौँ। क्लिनिङ प्रोग्राम चलिरहेको छ, साथीहरूले फोटोको लागि गरिरहेको छन्। Please bring that eye. Babita ji.
हेलो मधु जी हेलो हेलो सञ्जिता जी someone is doing videos someone are doing work यिनीहरूले बबिताको अनुहार ढालले ढाकिदिए हामीहरूले चाहिँ यसरी फोटो भिडियोहरू लिँदै अब काममा पनि गर्दै गरिरहेको छौँ गोडमेलहरू गर्दैछौँ भिडियो चलिरहेको छ भिडियो यहाँ यो लट्ठीलाई पनि हटाउने कार्यक्रम चलिरहेको छ बबिताले भिडियो बनाउँछन् बबिताको भिडियोमा सबैजना आउँछन् सिङ्गल भन्ने कुरा ग्रुपमा काम गरिसकेपछि सिङ्गलमा देखिरहेको हाम्रो डिपार्टमेन्टको गार्डनमा चाहिँ यो रुखहरू ढलेर यो लट्ठीहरूले चाहिँ एकदम फोहोर गराइरहेको थियो त्यो चाहिँ हाम्रो सबै मिलेर चाहिँ यो पनि उता साइड लगाउँदै थियो सबैजना चाहिँ बिजी हुनुहुन्थ्यो आफ्नो आफ्नो काममै म पनि काम गर्दै भिडियो पनि लिँदै गरिरहेको छु हजुरहरूलाई लाग्न सक्छ किन होला यसरी बोट्नी पढेकै स्टुडेन्टहरूले प्लान्टहरूलाई ओखलेको काटेको भनेर तर हामीले चाहिँ इन्भेजिभ स्पेसिसहरू जसले चाहिँ हाम्रो नेटिभ स्पेसिस भनेको यहीँ पाइने स्पेसिसहरूलाई असर गरिरहेको हुन्छ त्यस्तो स्पेसिसहरू काट्ने ओखल्ने काम गरेका हौँ भयो यसरी हामीले यो ल्यान्टेना क्यामेरालाई पनि यसरी हटाउँदैछौँ सबै हामीहरूले चाहिँ यसरी वर्ल्ड इन्भाइरोमेन्ट डेको दिन इन्भेजिभ स्पेसिसहरूलाई आफ्नो डिपार्टमेन्टबाट अलिअलि भए पनि कन्ट्रोल गर्न सकिन्छ कि भनेर हटाउँदैछौँ यसरी चाहिँ हाम्रो फोटोग्राफ्सहरू हो यो चाहिँ फिल्डमा त्यहाँ काम गर्दै गरेको थ्याङ्क यू एभ्री वान यो चाहिँ ल्यान्टेना क्यामेराको फुल थ्याङ्क यू